बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रहेका 57 भन्दा बढी निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपपाका उम्मेद्वारहरूले फराकिलो अग्रता बनाइरहेका छन्। धेरै निर्वाचन क्षेत्रमा उनीहरूको अग्रता दोब्बर भन्दा माथि छ। एमाले कांग्रेसमा चर्चित उम्मेद्वारहरू धेरै पछि परेका छन्। यही रफ्तारमा अघि बढ्यो भने रासपपाले प्रचण्ड बहुमत हासिल गर्ने विश्लेषण गर्न थालिएको छ। एमाले कांग्रेस नेकपा लगायत दलका उम्मेद्वार मतगणनामा धेरै पछाडि छन्। मतदाताको यो रुझान अन्तिमसम्म अन्य क्षेत्रमा पनि कायमै रहे रासपपाले बहुमत ल्याउने संकेत देखिएको छ। यही रफ्तारमा समानुपातिक र बाँकी प्रत्यक्षतर्फ पनि रुझान देखिँदै गए रासपपाले भनेझै 151 तर्फ अघि बढ्ने हो कि भन्ने सम्भावना समेत नकार्न नसकिने टिप्पणीहरू गर्न थालिएका छन्। प्रत्यक्षमा 165 र समानुपातिकबाट 110 सदस्य उम्मेद्वार निर्वाचित हुनेछन्। पार्टी बहुमतको बाटोमा अघि बढिरहेको संकेत देखिएपछि रासपपाका प्रवक्ता समेत रहेका धनुषाका उम्मेद्वार मनिष झाले पहिलो प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, हाम्रो उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन हो। हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ। नेता होइन, सहजकर्ता भएर खट्नु छ। जनताले हामीलाई ठूलो अपेक्षा सहित मतादेश र जिम्मेवारी दिएको छ। तसर्थ परिवर्तनकारीहरू सबै थप सभ्य र अनुशासित रहन आवश्यक छ। हाम्रो दुश्मन त देशमा रहेको भ्रष्टाचार, गरिबी र कुशासन हो। उम्मेद्वार र दलहरू त लोकतान्त्रिक प्रक्रियाको केवल प्रतिस्पर्धी मात्र हुन्। सबैको अस्तित्वप्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ। सबैमा अनुरोध। यस्तै अनपेक्षित परिणाम भोगिरहेको नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा मतदाताको फैसला स्वीकार्य भएको प्रतिक्रिया दिएका छन्। शर्माले शुक्रबार बिहान नतिजा आउन थालेपछि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, मतदाताको फैसला स्वीकार्य छ। बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको रासपपालाई स्वागत। 2079 मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन। चर्को आशा अर्को निराशामा बदलिनु हुन्न। देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ। नेकपा एमाले नेता तथा निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले लोकतान्त्रिक अभ्यास र विधिबाट आएको परिणाम स्वीकार्दै आगामी दिनमा रणनीति बनाउँदै अघि बढ्ने बताएका छन्। नेकपाका नेता देव गुरुङले प्रायोजित रणनीति अनुसार गरिएको निर्वाचनमा यस्तो परिणाम आउनु स्वाभाविक भएको जिकिर गरेका छन्। जेएनजी आन्दोलनपछि राजनीतिक दलहरू विस्थापित भएको, शक्ति कमजोर भएको बेला चुनाव गरिएको छ। अन्तिम चुनावी परिणाम आएपछि गम्भीर समीक्षा हुन्छ। गुरुङले भनेका छन्, प्रायोजित रणनीति अनुसार गरिएको निर्वाचनमा यस्तो परिणाम आउनु स्वाभाविक नै हो। यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ऐतिहासिक जेएनजी विद्रोह पछिको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपपाको पक्षमा देखिएको देशव्यापी जनलहरलाई शान्त विद्रोहको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यो जनमत सुशासन र समृद्धिका लागि आम जनताले व्यक्त गरेको तीव्र आकांक्षा भएको बताएका हुन्। नवोदित दलको पक्षमा आएको यो उभारलाई सबै राजनीतिक शक्तिले स्वीकार गर्नुपर्ने उनको ठम्याइ छ। भट्टराईका अनुसार देशमा लामो समयदेखि जकडिएका आन्तरिक अर्थ, राजनीतिक समस्या र बाह्य भू राजनीतिक चुनौतीहरूको कुशल व्यवस्थापन गर्नु अबको मुख्य कार्यभार हो। नयाँ नेतृत्वका लागि आगामी बाटो चुनौतीपूर्ण रहे पनि जनताको यो अभूतपूर्व म्यान्डेटलाई अवसरका रूपमा बदल्नु पर्नेमा डाक्टर भट्टराईले जोड दिएका छन्। उनले रासपपाको सफलताले मुलुकको विद्यमान सङ्कट समाधानमा सकारात्मक भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपपाले काठमाडौँ क्षेत्र नम्बर 1 बाट विजयको सुरुवात गरेको छ। रासपपाकी उम्मेद्वार रन्जु दर्शना नेउपाने 15,455 मतका साथ विजयी भएकी हुन्। यो जितसँगै रासपपाले यस निर्वाचनमा आफ्नो पहिलो खाता खोल्न सफल भएको छ। काठमाडौँ 8 मा विराज भक्त श्रेष्ठको जित सुनिश्चित भइसकेको छ। विजयी भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै रन्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन्। उनले घण्टी चुनाव चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरूप्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन्। उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छिन्। उनलाई हारको ह्याट्रिक गरेका राप्रपामा रविन्द्र मिश्रले बधाई दिएका छन्। यहाँ एमाले सहित 26 जना उम्मेद्वारहरूको जमानत जफत भएको छ।
उता अहिलेसम्म 7 स्थानमा अग्रतासहित नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ। कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन्। उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए। नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले 1501 अन्तरले जित निकालेका हुन्। गौचनले 3307 मत ल्याउँदा निकटतम प्रतिस्पर्धी विष्टले 1806 मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले 759 मत पाउँदा अरू दल निकै कम अङ्कमा समेटिए। मुस्ताङबाट शेरचनले 79 सालको निर्वाचनमा पनि जितेका थिए। योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। एमाले 4 सहित नेकपा 3 स्थानमा अग्रता बनाउन सफल भएको छ। अहिलेसम्म राप्रपा र श्रम संस्कृति 1 स्थानमा अघि रहेका छन्। चितवन 2 मा अहिलेसम्म 14022 मतगणना सम्पन्न भएको छ। अहिलेसम्म राष्ट्रपाका सभापति रवि लामिछानेले 6700 मत ल्याउँदा नेकपा एमालेका उम्मेद्वार अश्मिन घिमिरेले 2329 मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसकी उम्मेद्वार मीना खरेलले 2322 मत सहित पछ्याइरहेकी छन्। त्यस्तै नेकपाका प्रताप गुरुङले 1557 मत ल्याएका छन्। यता देशकै इपिसेन्टर मानिएको झापा क्षेत्र नम्बर 5 मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको अग्रता कायम छ। हालसम्मको मत परिणाम अनुसार बालेनले एमालेका केपी शर्मा ओलीलाई दोब्बर मतले पछि पारेका छन्। सर्लाही 4 मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै राष्ट्रपाका उम्मेद्वार अमरेश कुमार सिंहले अग्रता बनाएका छन्। अमरेशले 1908 मत पाउँदा गगनले मात्र 536 मत पाएका छन्। यसैगरी नेकपाका उम्मेद्वार रजनीश रायले 379 मत पाएका छन्। लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा तेब्बर बढी मत प्राप्त गर्दै अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार दाहालले 3669 मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसकी उम्मेद्वार कुसुम देवी थापाले 1029 मत सहित पछ्याइरहेका छन्। उनलाई नेपाली कांग्रेसकी उम्मेद्वार कुसुम देवी थापाले 1029 मत सहित पछ्याइरहेकी छन्। दाहाल र थापा बीचको मतान्तर 2640 रहेको छ। नेकपा एमालेका उम्मेद्वार लीलामणि गौतम 663 मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका लक्ष्मण कुमार थापाले 354 मत प्राप्त गरेका छन्। यस क्षेत्रमा दाहाल सहित 11 जना उम्मेद्वार चुनावी मैदानमा छन्। गुल्मी क्षेत्र नम्बर 1 मा नेकपा एमालेका नेता प्रदीप गेवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई पछि पार्दै राष्ट्रपाका नेता सागर ढकालले सुरुवाती अग्रता लिएका छन्। मतगणनाको पहिलो सार्वजनिक अपडेट अनुसार जम्मा 639 मतगणना भएकामा उनले 243 मत पाएका छन् भने कांग्रेसका चन्द्र भण्डारीले 103, एमालेका प्रदीप गेवालीले 118 र नेकपाका सुदर्शन बरालले 129 मत पाएका छन्। संखुवासभामा मतगणना मतपेटिका आइपुगे आज साँझदेखि मात्र सुरु हुने भएको छ। जिल्लाका दुर्गम मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गर्ने कार्य जारी रहेकाले मतगणना सुरु हुन समय लाग्ने भएको हो। मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार जिल्लाका अति दुर्गम 5 वटा मतदान केन्द्रहरूबाट हेलिकप्टर मार्फत मतपेटिका ल्याउने तयारी भइरहेको छ। किमाथाङका थुदाम, रिदाक, गौथला र चाम्पेकका मतपेटिकाहरू हेलिकप्टरबाट ल्याइने उनले जानकारी दिएका छन्। यी मतपेटिकाहरू आज मध्याह्न 12 बजेसम्ममा सदरमुकाम खादबारी आइपुग्ने अपेक्षा गरिएको छ। दाङ 3 मा 500 मत गन्दा राष्ट्रपाका कमल सुवेदीले 245 मत प्राप्त गरेका छन् भने कांग्रेसका दीपक गिरीले 145 मत ल्याएका छन्। यस्तै एमालेका घनश्याम पाण्डेले 73 र नेकपाका धनबहादुर बास्कीले 17 मत प्राप्त गरेका छन्। रसुवामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। नेपाली कांग्रेसका उम्मेद्वार मोहन आचार्यले 3329 मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वसन्त भट्टले 1624 मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका प्रेमबहादुर तामाङले 1186 मत प्राप्त गरेका छन्। त्यस्तै उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले 475 मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका माधव प्रसाद लामिछानेले 260 मत प्राप्त गरेका छन्। रूपन्देही 3 मा राष्ट्रपाको अग्रता कायमै रहेको छ। 5601 मतगणना हुँदा राष्ट्रपाका उम्मेद्वार डाक्टर लेखजङ थापाले 3626 मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर 6 को प्रारम्भिक मतगणनाले राजनीतिक वृत्तमा ठूलो परकम्प ल्याइदिएको छ।
नेपाली कांग्रेसका हेभीवेट नेता डाक्टर शेखर कोइरालाको विरासत मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपपाकी उम्मेद्वार रुबिना आचार्यले फराकिलो अग्रता ल्याएकी छिन्। आचार्यले कोइरालालाई मात्र होइन नेकपा एमालेका उम्मेद्वारलाई समेत निकै पछाडि छाड्दै एकतर्फी दौड सुरु गरेकी हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म 6135 मतगणना भएकोमा 5734 मत सदर मत छ। मोरङमा 6 निर्वाचन क्षेत्रमा रासपपा 5 क्षेत्रमा अघि छ भने क्षेत्र नम्बर 3 मा श्रम संस्कृति पार्टी अघि रहेको छ। चितवन 3 निर्वाचन क्षेत्रको हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सुविता गौतमले अग्रता कायमै राखेकी छन्। अहिलेसम्म उनले 4944 मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहालले दोब्बर कम अर्थात् 2960 मतसहित दोस्रो स्थानमा छिन्। सुविता गौतम र रेणु दाहाल बीच 1984 मतान्तर रहेको छ। चितवन 1 मा भने हालसम्म 2830 मतगणना हुँदा नेकपा एमालेका उम्मेद्वार दावा दोर्जे लामा अग्रस्थानमा छन्। उनले 963 मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र बुर्लाकोटी 739 मत पाएर लामालाई पछ्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले 483 मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्। हामी निर्वाचन मतगणना अपडेटका साथ उपस्थित हुने नै छौं। इलेक्सन अपडेटका लागि नेपाल टाइम्स हेर्दै गर्नुहोला।